हामी चाहिँ अब बाहिर जान लाग्यो हैन। अब आजको सानो भ्लग अब कति टाइम हुन्छ कस्तो घाममा आएको कोही टिकटक बनाउँदैछन् यतातिर अब कोही कोही आउँदैछन् घरबाट अब त्यहाँ तेलसेल हालेर अनि जानुपर्छ ल। अब के अब हामी गाडी चढ्यो हैन। अब ट्याक्कै हामी कहाँ लाग्यो लेडिजहरू बाहिर नै त्यता त कता हुन्छ यसो अब के खानु रोक्ने अब बाहिर मुस्कान देऊ नि त्यसरी ल। अब यहाँ पछि अब खै कता कता खान जाने भने चाहिँ क्याफे स्याफे त्यसपछि चाहिँ अनि त्यहाँ गएर चाहिँ अनि अरू भिडियो अब चाहिँ हामी यहाँ एउटा के ठाउँ अरे यो कुरुम्बिम्बा है के भन्ने ठाउँमा हो। अनि बाटोमा हो यहाँबाट लगभग अर्को हाफ एन आवर ड्राइभ छ। त्यहाँ चाहिँ हामी क्याफे खाना रोकिरहेछौँ होइन। कोही टिकटक बनाउँदै खानेहरूले अर्को जोडी टिकटक बनाउँछन् अब अर्को यहाँ टिकटक एडिट गर्दैछ। अब हामी चाहिँ यहाँ मेनु वेट गरिरहेको सबैले कफी आए के अरे क्यापाचिनो लङ ब्ल्याक क्यापाचिनो लङ ब्ल्याक रमाइलो छ त संसार। ल अब यहाँ भर्खर ब्रेकफास्ट आयो कोही टिकटक बनाउँदैछन् है ब्रेकफास्ट चाहिँ यहाँ अब कसैको हलुम के छ अब चाहिँ बेकन सेकन छ के हेर्नु यस्तै छ। हामी चाहिँ यहाँ भर्खर आइपुग्यो यहाँ अहिले चाहिँ यहाँ के अरे क्रिस्टल कासल है। यहाँ यत्रो पार्किङ सार्किङ छ है पार्किङ सार्किङ। अब यहाँ जनताहरू भर्खर निस्कियो अब यहाँ चाहिँ टिकट काट्ने हो। त्यहाँ गएर टिकट काटेर त्यसपछि गार्डन जस्तो छ त्यहाँ त्यसपछि गर्ने हो। यो चाहिँ यहाँ के हो यो वेलकम टु द होम अफ बिगेस्ट एन्ड मोस्ट ब्युटिफुल क्रिस्टल्स इन द वर्ल्ड है। यो चाहिँ म्याप हो यो चाहिँ के हो भनेर यहाँ सबै देखाएको छ। जनताहरू उहाँ टिकट काट्दैछन् बुढी केही भन्दैन त अनि अहिले त त्यो केटीले त अनि तेरो साथीको चाहिँ कस्तो राम्रो हेयर भन्दै थियो यसको फेरि एक्टिङ धेरै हुन्छ है फेरि होइन। अब त्यो सब जाओस् न त कसको कार्ड मसँग गाडी चाबी कहाँ त ए गाडी चाहिँ उनी चाबी त्यहीँ छोडेछु मैले त्यो भित्र होला त्यो अहिले त्यो उसमा लक त हुन्न चाबी भित्र भएपछि ल। अब टिकट काट्न लाग्यो अलिकति यहाँ के भएछ होइन। अब त्यहाँभित्र अलिकति गार्डन सार्डन छ उहाँलाई टिकटक बनाएर फुर्सद छैन देख्नुभयो नि एकछिन म यसो भिडियो बनाउँदाखेरि सुख छैन ए यस्तो तालेर नि यो चाहिँ एउटा मन्दिर हो होइन यसो छ यहाँ चाहिँ के हो व्हाइट तारा रे के हो व्हाइट तारा यता फेरि अर्को फोटोसुट चलिरहेको है यता हामी कहाँ आएको अरे हाम्रो अहिले वेदर कस्तो छ एकदम कुल। अनि तपाईँलाई कस्तो अनुभव भइरहेको छ रिल्याक्स रे ल है गाई चाहिँ अब बुढाबुढी घुम्न आएको ब्याट्री सकिसक्यो है भर्खर आधी घन्टा भर्खर ब्याट्री सकिसक्यो टिकटक बनाएर भिडियो खिचेर अनि अब खै रे घुम्ने ठाउँ खै अरे यहीँ लाग्छ 2-3 घन्टा यहाँ 2-3 घन्टा घुम्नु बाँकी छ आधी घन्टामा उसलाई सबै कुरा चाहियो अरे हेर्नु त्यहाँ मान्छेसँग धैर्य नभएपछि कति गाह्रो हुन्छ नि संसार होइन। अर्को जोडी यहाँ पछाडि छ है गाईहरू यसो उता नि यसो आँखा लाउँदै गर्नु यो चाहिँ भित्र जङ्गलमा यहाँ बोर्ड वक गरे जस्तो रहेछ कि कलाको चाहिँ खाँचो छैन है गाईहरू है नेपाली हो पुरै कुटकुटके भरेछ अब यहाँ कलाहरू है।
यहाँ चाहिँ इन्चेन्टेड केभ रहेछ है यहाँ चाहिँ छिर्ने हो कि पाउँछ के रहेछ देखिस् मान्छेले हो यस्तै गर्छ त खुब काट्ने भन्छस् नि कपाल यस्तो खतरा छ है गाइस दिस इज जस्ट इन्सेन गाइस अब चाहिँ हामी यहाँ ठुलो क्रिस्टलमा आइयो यहाँ चाहिँ यत्रो क्रिस्टल छ है हिलो रहेछ त हौ क्रिस्टलमा आइयो अनि अर्को छ यो चाहिँ माथिको रेस्टुरेन्ट ल नि यहाँ यसो टिकटक एउटा यहाँ गणेश भगवानको मूर्ति पनि छ है गणेश भगवानको राम्रो छ यता फेरि अर्को छ रमाइलो छ यता यहाँ चाहिँ अर्को के हो दुर्गा माता हो क्या हो ए लक्ष्मी रे लक्ष्मी है यहाँ यही रहेछ ठ्याक्क के अरे यहाँ अर्को ठुलो एउटा क्रिस्टल छ खतरावाला छ है यो चाहिँ यो त के हो पाम जुमेरा जस्तो छ त यो त अहिले बनाएर रहेछ अस्ति नि थिएन यो यहाँ त ठुलो गौतम बुद्धको मूर्ति छ होइन त्यो माथि चौरमा यहाँ माछा नि छ क्या यो चाहिँ नन्दी रहेछ है गाइस अब यहाँ चाहिँ यो चाहिँ सायद
नेपालकै कुराहरू म्याच हुन्छ यहाँ। अब के हो एकदम यता चाहिँ उ छ क्या अब यो मेन बाँसको। अब चाहिँ यो के अरे के भन्छ यो ब्याम्बो स्याम्बो छ है। यो ब्याम्बो रिजेनेरेसन इन प्रोग्रेस अरे के हो यस्तो मतलब यसै पाइन यस्तो खतरा छ यहाँ ट्याक्क फोटो खिच्नलाई होइन फोटो खिच्न। अनि अब भिडियो सिडियो बनाउनलाई खतरा छ हेर्नु है ब्याकग्राउन्डमा उता यता फोटोसुट भइरह यता भइरहेछ है यता भइरह कस्तो रमाइलो छ हेर्नु है। मैले बिचमा भङ्ग गरिदिएको के आउट आउट ल दाइ हातै गलिसक्यो यार। यो बाँस चाहिँ यस्तो राम्रो देखेको रहेछ अब यहाँ चाहिँ यो आफै सर्छ के विष्णु अरे यो के हो राइडिङ अन द सोल्जर्स अफ के हो यो गरुडा अरे यहाँ चाहिँ विष्णुको त होला नि आएको होइन। अब यहाँ के हो यो आँप जस्तो के हो यो यस्तो चमत्कार हुँदो रहेछ चाहिँ के हो आँप हो कि के हो यो सुन्तला जस्तो के यस्तो रमिलो रहेछ। यता फेरि यता नि अर्को है मूर्ति के हो मूर्तिको नाम थाहा भएन आफै पढ्नु है गाईगोरु यस्तो राम्रो छ। यो त ओपन त्यो डाँडै छ। यहाँ चाहिँ यो पखेटा छ है यो पखेटा। अब अर्को के हो यो क्रिस्टल हेर्नु अनि यस्तो छ हेर्नु त हेर्नु यस्तो गर नि बहिनी यस्तो यस साफ भने। अब हामी चाहिँ क्रिस्टल कासलबाट अब उता कता अरे बाहिर जान लाग्यो। अब यहाँ सुत्ने व्यवस्था चाहिँ हुँदैन है। म झ्याप ब्रेक हान्नु च्याप्पै पारेर यहाँ हेर्ने झोला सोला हटाएर कहाँ सुत्नलाई व्यवस्था हालेको सुत्दिन भए तेरो हाना लाउन सकियो किन र भएको बुक्क गराउनु पऱ्यो म्याडम बुढो भएको ल है गाइस अब बाहिर बेतिर जाँदैछौँ। अब थप कुराहरू उतै गएर है त। कहिले अब हामी चाहिँ यहाँ के अरे बाइरन बे लाइट हाउस भर्खरै पार्किङ गरियो। अब हेर्नु है भ्यू यस्तो खतरा छ हेर्नु यस्तो बवाल छ नि हो नि त त्यो चाहिँ लाइट हाउस है यहाँ चाहिँ यस्तो खतरा छ है। यो चाहिँ क्यामेरा यहाँबाट चाहिँ त्यो पैसा तिरेर हेर्ने यो चाहिँ यस्तो खालि माछा पाइन्छ अरे यहाँ है के हो मलाई यसै पाइने सबै चरा जस्तो छ यो के हो यो चाहिँ बाहिर हो हुन त अदर भइसकेको। ल हामी त अब यहाँ के अरे नेपाली रेस्टुरेन्टमा खाना लाग्छौँ है यहाँ चाहिँ। कता गयो ल अब हामी चाहिँ गोलकोस्टबाट घर फर्किन लाग्यो। अब यहाँ चाहिँ
एउटा नेपालीकोमा बसेर एकछिन डिनर सिनर गरियो अनि त्यसपछि अब हामी अब चाहिँ घर प्रस्थान हो होइन। अब गाडी यहाँबाट गाडीसम्म चाहिँ ठाउँसम्म हो, त्यहाँबाट चाहिँ कति छ हाम्रो होइन, अब 5 मिनट वकिङ डिस्टेन्स छ। अब यहाँ ट्याम पनि चलिरहेको छ हेर्नु, रमाइलो छ नि। अब के अरे यो भिडियो चाहिँ आजको भिडियो यो चाहिँ यहीँ एन्ड हुन्छ। अब भोलि अब अर्कोचोटि चाहिँ नेक्स्ट ट्रिप, नेक्स्ट भिडियो, नेक्स्ट डेस्टिनेसन है त। ल थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो। आई होप यु लाइक इट। ल के नेक्स्ट ट्रिप भनेको नेक्स्ट विक भनिनु, नेक्स्ट ट्रिप भनेको। ल एनिवे द्याट्स फाइन, सी यू।